नमस्ते साथीहरू। आज जेठ 18 गतेदेखि चाहिँ सानीघाट हाइड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको छ र यो कम्पनीले चाहिँ पहिला आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपिओ निष्कासन गरेर बाँडफाँड गरे पश्चात अहिले भने यो कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूको लागि चाहिँ अहिले आइपिओ चाहिँ निष्कासनमा ल्याएको छ। साथीहरू, सानीघाट हाइड्रो पावर कम्पनी लिमिटेडले चाहिँ आफ्नो जारी पुँजीको 2 अर्ब 85 करोड रुपैयाँको 30% हुने 85 करोड 50 लाख रुपैयाँ बराबरको 85,50,000 किता सेयर चाहिँ निष्कासन गर्ने अनुमति पाएको थियो र जसमध्ये चाहिँ साथीहरू यो कम्पनीले पहिलो चरणमा चाहिँ कम्पनीले 28,50,000 किता साधारण सेयर चाहिँ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि र 5,70,000 किता साधारण सेयर चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि चाहिँ यो कम्पनीले निष्कासन गरेर बाँडफाँड गरिसकेको छ र त्यस्तै कम्पनीले चाहिँ साथीहरू 2,85,000 किता सेयर चाहिँ सामूहिक लगानी कोष र 1,71,000 किता सेयर चाहिँ कर्मचारीहरूमा पनि बाँडफाँड गरिसकेको छ। अहिले भने साथीहरू यो कम्पनीले दोस्रो चरणमा चाहिँ सर्वसाधारण लगानीकर्ताहरूको लागि 46 करोड 74 लाख रुपैयाँ बराबरको प्रति किता 100 रुपैयाँ अङ्कित मूल्यमा चाहिँ 46,74,000 किता सेयर चाहिँ सर्वसाधारण लगानीकर्ताहरूको लागि अहिले यो कम्पनीले चाहिँ निष्कासनमा ल्याएको छ। साथीहरू, यो कम्पनीको आइपिओमा चाहिँ न्यूनतममा 10 किताको लागि आवेदन दिन सकिनेछ भने अधिकतममा 20,000 किताको लागि भने आवेदन दिन सकिनेछ। साथीहरू, यो कम्पनीको आइपिओमा चाहिँ आज जेठ 18 गतेबाट चाहिँ यो कम्पनीमा आइपिओ भर्न सकिनेछ भने यसको अन्तिम डेट रहेको छ जेठ 21 गते बेलुकी 5 बजे भित्रमा यो कम्पनीको आइपिओमा भने आवेदन भर्न सकिनेछ। यो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल लिमिटेड चाहिँ रहेको छ। साथीहरू, यो सानीघाट हाइड्रो पावर कम्पनीले चाहिँ आइपिओबाट प्राप्त गरेको रकम चाहिँ कहाँ प्रयोग गर्छ भन्ने बारे छलफल गरौँ। साथीहरू, यो कम्पनीले चाहिँ निष्कासनबाट प्राप्त हुने पुँजी रकमलाई चाहिँ आयोजना निर्माण गर्नको लागि ब्याङ्कबाट लिएको कर्जा रकमको भुक्तानीमा चाहिँ प्रयोग गर्नेछ। जसमध्ये चाहिँ साथीहरू 18 करोड 5 लाख रुपैयाँ ब्याङ्कबाट लिएको ऋण भुक्तानी गरिनेछ भने 67 करोड 45 लाख रुपैयाँ चाहिँ आवधिक ऋण चाहिँ भुक्तान गरिनेछ। यो कम्पनीको वित्तीय अवस्थालाई हेर्दाखेरि चाहिँ साथीहरू चालु आर्थिक वर्षको पुस मसान्तसम्मको चाहिँ रिपोर्टलाई हेर्दाखेरि यो कम्पनीको प्रति सेयर नेटवर्थ चाहिँ 113 रुपैयाँ 22 पैसा रहेको छ भने प्रति सेयर आम्दानी चाहिँ 8 रुपैयाँ 65 पैसा चाहिँ रहेको छ। त्यस्तै सो अवधिसम्ममा भने साथीहरू यो कम्पनीको सञ्चित नाफा चाहिँ 26 करोड 37 लाख 58,000 रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चाहिँ अन्तसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा चाहिँ 9 करोड 12 लाख 46,000 रुपैयाँ थियो र सो अवधिसम्ममा भने साथीहरू यो कम्पनीको प्रति सेयर नेटवर्थ चाहिँ 104 रुपैयाँ 57 पैसा चाहिँ रहेको थियो भने प्रति सेयर आम्दानी चाहिँ 2 रुपैयाँ 80 पैसा चाहिँ थियो। चालु आर्थिक वर्षको अन्तसम्ममा भने साथीहरू यो कम्पनीले 40 करोड 44 लाख 78,000 रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण चाहिँ गरेको छ र सो अवधिसम्ममा भने साथीहरू यो कम्पनीको प्रति सेयर आम्दानी 10 रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ चाहिँ 114 रुपैयाँ 19 पैसा चाहिँ पुग्ने प्रक्षेपण चाहिँ गरेको छ। साथीहरू, हजुरहरूले चाहिँ यो सानीघाट हाइड्रो पावर कम्पनी लिमिटेडको चाहिँ आइपिओमा आज जेठ 18 गतेदेखि जेठ 21 गते बेलुकी 5 बजे भित्रमा भने हजुरहरूले यो कम्पनीमा चाहिँ आइपिओ भर्नको लागि आवेदन दिन सक्नुहुनेछ र यो कम्पनीको वित्तीय अवस्थालाई हेर्दाखेरि यो कम्पनी राम्रो रहेको छ। साथीहरू, नेटवर्क पनि राम्रो रहेको छ। भविष्यमा यो कम्पनीले राम्रो योजना बनाएको छ। हजुरहरूले यो कम्पनीमा आइपिओ चाहिँ भर्न सक्नुहुनेछ। यो कम्पनीमा चाहिँ साथीहरू हजुरहरूले आइपिओ भर्नुभन्दा अगाडि आफ्नो ब्याङ्क खातामा चाहिँ पर्याप्त ब्यालेन्स छ कि छैन आइपिओ भर्नको लागि एकचोटि चेक गरेर मात्रै हजुरहरूले आइपिओ भर्नुहोला। हवस् त साथीहरू, आजको आइपिओ सम्बन्धी जानकारीमूलक भिडियो यति नै। फेरि पनि अर्को भिडियोमा उपस्थित हुनेछु। हवस् त, धन्यवाद।